सो एभ्रीवान मैले मेरो फर्स्ट इन्ट्री आजको लिइसकेँ अनि कतिजनाले चाहिँ मलाई टेक्स्ट गरिरहनु भएको थियो, कमेन्ट पनि गरिरहनु भएको थियो यो रियल पैसा हो कि डेमो हो भनेर। सो यो चाहिँ खास च्यालेन्ज एकाउन्ट हो। म स्टेज 1 पास गर्न ट्राई गरिरहेको छु। सो जे होस् यो रियल पैसा चाहिँ होइन। सो इन्ट्रीको कुरो गर्नुपर्दा चाहिँ मैले आज ओभरअल बाई नै हेरिरहेको थिएँ। मार्केट ओपनिङ भइसकेपछि यो मिडनाइट ओपनिङलाई चाहिँ यहाँ ट्रेड गर्ने बित्तिकै ऱ्यापिडली बाई हुन थाल्यो, विच इज अ बिग कन्फर्मेसन फर मी। त्यसपछि यहाँ फेयर भ्यालु ग्याप छोडेर गयो एन्ड मार्केट यहाँनिर ट्रेड गर्न आउने बित्तिकै मैले इन्ट्री गरेँ। सो इन्ट्री लिएको 1-2 मिनटमै स्टप लस हान्ला जस्तो भइरहेको थियो। सो इफ इट इज अ कन्सोलिडेटिङ मार्केट अहिले स्टप लस हान्न आउन सक्छ, बट इफ इट इज नट अ कन्सोलिडेटिङ मार्केट देन भोल्युम हाई नै छ भने चाहिँ बाई भोल्युम हाई छ भने चाहिँ आई थिङ्क मेरो टिपी हान्न सक्छ। लेट्स सी व्हाट विल ह्यापन। एज यू क्यान सी मार्केट सिम्स टु बी कन्सोलिडेटिङ, सो विथिन फ्यु मिनट्स आई माइट गेट स्टप आउट। लेट्स सी व्हाट विल ह्यापन। एज यू क्यान सी स्टप लस हानेको छ। कहिलेकाहीँ चाहिँ आफ्नो सेटअप देखिए पनि मार्केट चाहिँ कन्सोलिडेट भइदिन्छ एन्ड वी विल गेट स्टप आउट अ लट अफ टाइम लाइक दिस। सो लुजिङ इज अनअभोइडेबल इन ट्रेडिङ। सो त्यो भन्दै अब हामी अब नेक्स्ट इन्ट्री भयो भने अथवा देखियो भने विदिन फ्यु मिनट्स लिन सक्छौँ, नभए दिस विल बी द एन्ड अफ द डे।